हेलो साथीहरू, उहाँदाईको कुरा चाहिँ मलाई एकदम ठिक लाग्यो है। हजुरहरूलाई के कस्तो लाग्छ अन्तिम समय हेरेर प्रतिक्रिया दिनुहोला। त्यही कालो चस्माको प्रभावले तिमीहरू सांसद हुन पायो। तेरीमा भिजिलान्तेहरू तिमीहरूको के औकात थियो भनेर सांसद बन्ने। यो मनिष झा भन्ने पात्रले जनकपुरबाट चुनाव जित्थ्यो होला। बालेनले हात नथामिदिएको भए बालेनको नाम बेचेर सांसद बन्ने। अनि अहिले बालेनलाई नै विरोध गर्ने फटाहरू। मन्त्री खान पाइन, घुस खान पाइन भनेर होइन। यो मनिष झा होइन, यसले चुनावमा टिकट दिने सवालमा तपाईँको दर्जनौँ नेता कार्यकर्ताहरूसँग करोडौँ पैसा मागेको भन्ने कुरा आएको होइन त्यतिखेर। यी दलालहरू घुस खान नपाएर, मन्त्री खान नपाएर होइन, बालेनलाई बदनाम गर्न नपाएर त्यो गर्दैछन्। बुझ्नुभयो नि। त्यस कारणले मैले भन्दैछु बालेनको सबैभन्दा ठुलो लडाइँ घरभित्र हुन्छ। अहिले उसको घर भनेको त रासोपा हो नि त। त्यो रासोपाबाट मात्रै उसलाई खतरा हुनसक्छ, अरूबाट खतरा छैन भन्नु म बारम्बार मैले यो अभिव्यक्ति दिने गरेको कारण त्यही त हो नि। होइन, सभामुखले पनि चस्मा लाउन नपाउने नियम ल्याएर अब चस्मा खोल्नुपर्छ सरकारले। टसलै पहिले सुन्नु, सभामुखको सबैभन्दा ठुलो टसल नै पहिले सभामुखलाई गृहमन्त्री बन्न नदिएको प्रधानमन्त्री बालेन शाहले। सुन्नुहोस्, उनको गृहमन्त्री बन्ने सबैभन्दा ठुलो चर्चा थियो नि त। तर नयाँ राम्रोसँग मिलेर जाऊ। नयाँले केही गर। बालेन असफल हुने, तिमीहरू पनि असफल हुनु है। तिमीहरूलाई पनि अब दोहोऱ्याएर जनताहरूले चाहिँ फेरि सपोर्ट गर्दैन है।